जतिर भाइहरू त राइड निस्केको कि हाम्रो के छ गाइज, मेरो त एकदम ठिकठाक छ। हजुरहरूको ठिकठाक होला। म चाहिँ दिनभरि सुतेको थिएँ, उठ्दाखेरि त 3 बजेको होइन, टक्क घाम पनि लागेको थियो। नुहाएँ होइन, टक्क घाम यस्तो टिलिक्क गरेको छ कि टक्क लगाएर नुहाएँ, फ्रेस भयो होइन। यता फेरि कुकुर ढल्दिएको कि कुकुर हाम्रो घरमा आएर पुरै सुतिरहेछ। टक्क लगाएर आफ्नै अर्ग्यानिक केरा भनिदिन्छ होइन, टक्क लगाएर केरा खाइदियो हल्का फुल्का, टक्क नुहाएर अनि फ्रेस भएर केरा खाइयो। टक्क लगाएर अहिले चाहिँ 4:30 बजेतिर बजेको थियो। मलाई चाहिँ भोक लागेको थियो। पसलदेखि पानीपुरी लगेर डाँडामा गएको त भाइहरू नि पछि पछि आयो। टक्क लगाएर पानीपुरी खाइयो भाइ, हामीहरू बसेर होइन, रमाइलो भयो हल्का फुल्का। हल्कै थियो पानीपुरी नि होइन। घाम यति टाढो गइसक्यो, अब चाहिँ घरतिर लाग्नुपर्छ भने होइन, घरतिर लाग्यो। मिठाई नि थियो, टक्क लगाएर मिठाई खाँदै घरतिर लाग्यो होइन। आफ्नै गाउँको भाइहरू टक्क राइड निस्केको रहेछ, लाज माने नै भिडियोमा आउने। त्यो आजको ब्लग यति नै। थ्याङ्क फर वाचिङ, सी यु नेक्स्ट भिडियो, बाई बाई गाइस।